हैन हामी चाहिँ नेपालकै बाइक लिएर गोरखपुरसम्म हिँडियो गाइस। अब चाहिँ हामी टक्क सुनौलीबाट भित्र छिरिसक्यौँ हैन। अब हाम्रो यात्रा चाहिँ गोरखपुरसम्मको हुँदैछ। आज आफ्नै बाइकमा टक्क गोरखपुर गएर गोरखपुरमा हैदराबादी बिरयानी खाएर फर्किने भन्ने पलाउँछ। अहिले हामी चाहिँ सुनौलीबाट आउनु लागिसक्यौँ गाइस। यो चाहिँ सुनौली बजार हो हैन। सुनौलीबाट नौतुन हुँदै हामी चाहिँ अब गोरखपुरसम्म लाग्ने तयारीमा छौँ। गोरखपुर हाम्रो बाइक चाहिँ गोरखपुर स्टेसनमा राखेर हामी चाहिँ दिल्लीसम्म पुग्ने तयारीमा छौँ। यो चाहिँ सुनौली बजार हो है। आज हामी चाहिँ यात्रा चाहिँ दिल्लीसम्मको, तर हाम्रो बाइक चाहिँ हामी गोरखपुर राख्नेछौँ। हामी चाहिँ पुरा नेपाली बाइक लिएर गोरखपुरसम्म, गोरखपुरबाट हामी चाहिँ हामी लाग्छौँ चाहिँ हामी दिल्ली। हाम्रो कति बजेको फ्लाइट छ त्यो? 2 बजेको? हजुर 2 बजेको फ्लाइटमा हामी चाहिँ दिल्ली पुगेर होइन, दिल्ली भेटेर कार्यक्रम छ हाम्रो। अहिले चाहिँ हामी सुनौलीमै छौँ गाइस होइन। अब हामी चाहिँ यात्राको क्रममा छौँ। नेपाली बाइकको भन्सार संसार बनाएर हामी चाहिँ गोरखपुरसम्म लाग्यो होइन। 3 दिनको भन्सार बनाइसक्यौँ र हामी चाहिँ अब दिल्ली जाने तयारीमा छौँ। अहिले चाहिँ गाइस हामी चाहिँ यो चाहिँ सुनौलीमा छौँ अहिले र बाइकको यात्रा भइरहेको छ पुरै। अब यहाँदेखि हामी नौतुना हुँदै गोरखपुरसम्म होइन भइरहेको छ गाइस। यो भ्लग बनाउने मन त थिएन होइन, लेकिन तपाईँले हेर्नुहुन्छ कि भनेर बनाएको। तपाईँले माया गरिदिनु होला, मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला है त गाइस। ल बाइ सबैलाई। म चाहिँ दिल्लीदेखि अब भिडियो बनाउँदैछु है त।